ल सबैजनालाई चाहिँ स्वागत छ है त। अहिले चाहिँ हामी वशिष्ठ अटो प्राइभेट लिमिटेड काउसुती शाखामा छौँ र यहाँ आएर चाहिँ नयाँ मोडल फेरि यो सोरुममा चाहिँ नयाँ खालको नयाँ डिजाइनको गोर्खा मोडल चाहिँ आइसकेको रहेछ है। हेर्नुहोस् त, लुक्समा चाहिँ ठ्याक्कै चाहिँ तपाईँको ठुलो यो स्प्लेन्डरको जस्तो सिट होइन, पछाडि सामानहरू पनि बाँध्न मिल्ने, अनि चाहिँ तपाईँ दुईजना पनि मजाले अगाडि र पछाडि मजाले दुईजना बसेर यसरी चाहिँ आनन्दले बसेर पनि चाहिँ आफ्नो ठाउँमा गन्तव्यमा पुगिन सकिने होइन, यस्तो खालको नयाँ मोडल चाहिँ आइसकेको रहेछ। अब यो चाहिँ 48 भोल्टमा रहेको छ है, एकदम ठुलो टायरमा। अब यो मोडल चाहिँ तपाईँको लिथियम आयन ब्याट्रीमा चाहिँ यस सोरुममा आइसकेको रहेछ र यसैको बारेमा चाहिँ आज हामीले चाहिँ एउटा सानो युट्युबमा राख्नको लागि चाहिँ एउटा रिभ्यू भिडियो जस्तो चाहिँ लिएर आइसकेका छौँ। जस्तो सुरुमा नै तपाईँले ढ्याक्क हेर्ने बित्तिकै चाहिँ यो गोर्खा मोडल भनेको चाहिँ पहिला एकदमै फेमस भएको मोडल होइन, आरएक्स बाइक जस्तो देखिने खालको मोडल पनि भनेर भनिन्छ। पहिला जमानामा आउने एकदम बाइक टाइपको मोडल भनेर पनि यसलाई चाहिँ चिनिन्छ। त्यसमा र यसमा चाहिँ धेरै फरक पनि छ। जस्तो पहिला आउने गोर्खा मोडल र अहिले आउने गोर्खा यो यसमा चाहिँ फरक पनि मैले धेरै नै पाएको छु होइन। जस्तो यसमा भएको बिल्ड क्वालिटी तपाईँको चाहिँ यो चाहिँ जस्तो हर्नको क्वालिटीहरूदेखि लिएर तपाईँको चाहिँ यो बटनहरूदेखि लिएर यो सबै कुरा चाहिँ कम्पनीले अपडेटेड गराएर लिएर आएको चाहिँ हामीले देख्न पाउँछौँ होइन। तपाईँको ब्रेकिङ सिस्टम पनि राम्रो छ। दुवै ठाउँमा मैले हेरे अनुसार चाहिँ ड्रम ब्रेक रहेछ है, ड्रम ब्रेक छ र यो सायद उहाँहरूले भने अनुसार चाहिँ अब नर्मल स्पिड हो, धेरै स्पिड जाँदैन र नर्मल स्पिडको लागि चाहिँ ड्रम ब्रेकले पनि काम गर्छ भन्ने हिसाबले चाहिँ हामीले यो ड्रम ब्रेक राखेका हुन् भनेर भन्नुभएको छ। झट्टै हेर्दा चाहिँ टायर साइज चाहिँ एकदम ठुलो लाग्यो है मलाई चाहिँ। यो टायर चाहिँ तपाईँको बाइकहरू जस्तै नै छ र पहाडमा पनि मजाले उक्लिन सक्ने खालको, ठुल्ठुलो ढुङ्गाहरूलाई पनि मजाले छिचोल्ने खालको चाहिँ यसको चाहिँ मैले टायर साइज पाउन सक्छु। त्यो साथसाथै चाहिँ अगाडि चाहिँ जस्तो यसमा अहिले चाहिँ यहाँ मिरर राखेको छ है। अब मिरर चाहिँ यहाँ दुईवटा यहाँ चाहिँ आउँछ होला होइन। तपाईँले डेलिभरी लिएर जाँदाखेरि होइन भने चाहिँ तपाईँको यो चार्जर चाहिँ यहाँ राख्ने अथवा रेन कभरहरू अथवा चाहिँ सानो अब आफूले सेफ्टीको लागि कुनै हेलमेटहरू लगाइन्छ भने त्यो हेलमेट पनि यहाँ राखेर चाहिँ अगाडि लिएर चाहिँ जान सकिने खालको चाहिँ अगाडि रहेछ है। र यो जालीको पनि बिल्ड क्वालिटी चाहिँ जस मैले अरू मोडलहरूको गोर्खाभन्दा यसमा चाहिँ अलिकति राम्रो नै पाएको छु सुरुमा हेर्दाखेरि है। अब साइड लाइटको फङ्सनहरू भइ नै हाल्यो होइन, मजाले यहाँ बत्ती बलिहाल्छ, साइड लाइट इन्डिकेटर अगाडि पछाडि भइ नै हाल्यो होइन। अनि चाहिँ तपाईँको यो हेडलाइटको एरिया पनि एकदम राम्रो छ र यसको हेडलाइट पनि पुरानो गोर्खाभन्दा चाहिँ राम्रो छ है। मजाको भिजिबिलिटी एकदम हाई छ है तपाईँको। एकदम यहाँ एकदम मजाको तातो, धेरै नै तातो हुँदो रहेछ यहाँ र यहाँ माथि र तल छ। यसले चाहिँ मजाले तपाईँले टाढाको एरिया लोकेसनहरूसँग पनि मजाले चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ यसको ब्याट्री भयो 30 एम्पियरको ब्याट्री छ यसमा चाहिँ होइन, लिथियम आयन ब्याट्री हो। 30 एम्पियरको ब्याट्री हुन्छ र यसमा चाहिँ 1 वर्षको वारेन्टी पनि भएको चाहिँ कम्पनीले हामीलाई चाहिँ जानकारी दिएको छ। चाबी अन अफ भइहाल्यो होइन, यहीँ माथि नै छ। नभए प्राय गोर्खाहरूको चाहिँ यता छेउबाट अन अफ गर्ने सिस्टम हुन्थ्यो भने यसको चाहिँ यहाँदेखि नै तपाईँलाई एकदम सजिलो तरिकाले अन अफ गर्ने चाहिँ माथिदेखि नै सिस्टम चाहिँ दिएको हामीले पाउन सक्छौँ। त्योभन्दा बाहेक चाहिँ कन्ट्रोलर चाहिँ तपाईँको यहाँनिर हुन्छ। यो चाहिँ तपाईँको पाइडल हान्ने ठाउँ भइ नै हाल्यो। यो चाहिँ पछाडि बस्दै गर्दाखेरिको अवस्थामा मान्छेले चाहिँ खुट्टा राख्नेको लागि पनि एकदम मजाको बनाएको छ। यो साइकलको चाहिँ कम्पनीले भनेअनुसार 150 किलोको पेलोडसम्म चाहिँ यसले बोक्न सक्छ भनेको। दुईजना मान्छे मजाले बोकेर यतिसम्म बाटो छ भने एकदम राम्रो, होइन भने ओकालोमा चाहिँ नर्मल ओकालो, हाम्रो घर गाउँको सामान्य ओकालो होइन। अब जस्तो नेपाल पहाडी भूभागले भरिएको ठाउँ हो, त्यस्तो पहाडी एरिया भनेरको लागि चाहिँ बनाएको होइन। सामान्य भूभाग, सामान्य ओकालो ओह्रालोमा चाहिँ यो मजाले चल्न सक्छ है भन्ने कुरा चाहिँ कम्पनीले भनेको छ है। त्योभन्दा बाहेक चाहिँ अगाडि पछाडिको अब टायर साइज एकदम ठुलो लागेको छ होइन। यसमा चाहिँ अब मेरो कम्पनीको लागि चाहिँ रेकमेन्डेसन के चाहिँ हुनसक्छ भने यदि डिस्क ब्रेक भएको भए चाहिँ अलिकति चाहिँ प्लस पोइन्ट चाहिँ यसमा अभियसली हुन्थ्यो। अगाडिको सकदेखि लिएर अब पछाडिको सकहरू चाहिँ मैले एकचोटि चलाएर हेर्दै गर्दा पनि एकदम राम्रो पाएको छु। यो प्रोडक्टको बारेमा चाहिँ लगभग यति नै हो होइन। तपाईँको मोड 1 2 3 छ यसमा चाहिँ होइन। स्पिड चाहिँ तपाईँको 45-50 किलोमिटरसम्म चाहिँ मजाले जान्छ। हर्नहरू, साइड लाइट इन्डिकेटर स्विचहरूदेखि लिएर सबै कुराहरू छ। अब मोडल हेर्दा चाहिँ अलिकति दुईजना मान्छे मजाले बसेर मिल्ने खालको
मजाले अगाडि बढ्न मिल्ने खालको यति चाहिँ त्यस्तो खालको मोडलहरू खोज्दै हुनुहुन्छ भने माथि दिएको फोनमा सम्पर्क गर्नु होला। र एसवेको गोर्खा मोडल चाहिएको छ भने अल नेपाल फ्री डेलिभरी हुने पनि कुरा चाहिँ यहाँ सोरुममा गर्नुभएको छ। माथि दिएको फोनमा सम्पर्क गर्नु होला। र काउसुतीमा चाहिँ सभापति चोक र भरतपुरमा चाहिँ भरतपुर 9 पारस बसपाक वशिष्ठ अटोमा आएर सम्पर्क गरेर लिएर जानु होला है त। हस्, धन्यवाद।